वेलकम बैक टू माई च्यानल। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। भाउजू त पुरा हेर्नुभयो त। भाडामा लाउनु हुँदैछ भाउजू चाहिँ। हामी चाहिँ म के गरेर आएको हो भनेर भनेको थिइनँ मैले हिजोको भ्लगमा। आज चाहिँ म बिहेमा आएको भनेर भन्न जाँदैछु साथीहरू। जम जम हामी चाहिँ बिहेमा जान आँटेको, तर अहिले बिहे भएको छैन, भर्खर बिहान भयो। अच्छा हमको सिखा रही है। भर्खर आइपुग्यौँ हामी बिहेको टेन्टमा। अनि कस्तो देखेको यसलाई डेढ जान्नको माग अहिले आउँछन्। के लाग्यो नहीं अभी और सुनिए। तरकारी काट्दै हुनुहुन्छ। हेर्नु भाउजू चाहिँ एक्लै हुनुभएछ बिचरा। म पनि जानु पर्ला जस्तो साथीहरू। अब म बहिनीहरूलाई हेर, म के अरे बहिनीहरूलाई हेर, म उता तरकारी काट्नु जान्छु ल। हुन्छ हुन्छ निशा बहिनीहरूलाई हेर, भाइले नि हेर, म तरकारी काटेर आउँछु। उता तरकारी काट्न जान्छ साथीहरू। एक्लै हुनुभयो, अब म नि आएँ। हजुर ल साथीहरू यहाँ रोएर ल ल ल आऊ यता आऊ। अब एकैचोटि रेडी भए, अब रेडी हुन लाग्यो बेला अब एकैचोटि भिडियो। यो चाहिँ बेहुलीको भाइ हो, बेहुलीको भाइ हो यो चाहिँ। अलिक मात्या छ क्या। अब अहिले रेडी हुने बेलामा भेट्दैन, किनकि अब काम गर्नु चेलीबेटी भएपछि होइन, क्यामेराको अलिक भएछ। म रेडी भइसकेँ। अब चाहिँ हामी जन्ती आइसक्यो अरे, हामी पनि जान्ला। मेरो बहिनी यस्तो देखेको छ। बिहेमा अलि राम्रै भएर जानु पर्ने त साथीहरू। अनि दुई ठाउँमा जन्ती गएको त, त्यही घरबाट, त्यही भएर साथीहरू। कहाँ छ जान्लाम दा? ए अब चाहिँ हामी जान्ला साथीहरू। अब बेहुलीलाई देखाउने, तर म जानु हुन्न क्या, उता जान नहुने भएको छ साथीहरू। हेलो आएको छैन। अब चाहिँ जन्ती आइसक्यो साथीहरू। बाजा एकछिन आइन्छ। जाउँ न हेरौँ कहाँ माथि जाउँ। अब चाहिँ हामी माथि जाँदैछौँ साथीहरू। मेरो पेटीकोट है हिँड्दाखेरि देख्छ, छोड्दै के हुँदैन साथीहरू। आइसक्यो छ है, तर धेरै आएको रहेछ कि। हाम्रो दाइ मामाहरू सबै हिरो छ नि साथीहरू। फेरि हेलो भनिदिनु न त मामा, ब्लग हो यो, युट्युबमा आउँछ। सबैजना खतरा भएर आएको छ नि त फेरि साथीहरू। हामीलाई मिलेको पनि आएको रेडी छ। म जान्छु त्यही। बाजा बजाउने अब एकछिनमा भेटौँला है साथीहरू। बेहुला र बेहुली सँगै भएपछि हाम्रो चाहिँ यस्तो गरिन्छ। यो चाहिँ जन्तीहरूलाई स्वागत गरेको भनिन्छ। जन्तीहरू चाहिँ उता छ, बेहुला बजेको उता छ।
आएको हो त्यो बेहुला चाहिँ। तर जन्ती खासै धेरै चाहिँ आएको रहेन, सब भ्यानमा आएको रहेछ साथीहरू। 11 बजिसकेको छ साथीहरू। यो गीत बजाउँदा चाहिँ कपिराइट सङ लाग्छ कि लाग्दैन थाहा छैन, त्यही भएर म अफ गर्छु है त साथीहरू। भाउजूलाई ल्याइसके, ए भाउजूलाई भनेर चाहिँ बेहुलीलाई ल्याइसके, बेहुलीलाई ल्याउनु भइसक्यो साथीहरू। साथीहरू बेहुली आयो, बेहुली हाम्रो भेनाजु, हाम्रो दिदी, हाम्रो जग्गा चाहिँ यस्तो मनाउँछ। यो भिडियो चाहिँ अलि लामो बन्छ होला, माइन्ड नगर्नु होला साथीहरू। हाम्रो भेनाजु नै ह्यान्डसमै रहेछन् है। यहाँ चाहिँ कोही कलशहरू केही पूजा गरेर जानु भएको छ साथीहरू। साथीहरू यहाँ हेर्नुहोस्, अब यहाँ जग्गा सके सबै घुम्नुहुन्छ। यहाँ चाहिँ नाचिरहनु भएको छ साथीहरू। यति देखाएपछि पुगिहाल्यो, अरू चाहिँ पछि देखाउँछु साथीहरू। ठुलो पनि खाइसके, खाएर सबैजना खाँदै हुनुहुन्छ। मेरो भाउजू हो, छोरी हेर्नु कति राम्रो चाहिँ। मोबाइल तान्ने, मोबाइल खाने हो तिमीहरू। उता प्लेट धुने ठाउँ लगाएर सब पुग्यो नि, पुग्यो नि। उयो कहीँ छोडे, उयो भाइको प्लेट नि लगिदियो न। ओ सब सब गाइज आज हाम्रो यहाँ होइन भ्लगर हुनुहुँदो रहेछ। आज भेट भयो हाम्रो भ्लगरलाई भ्लगर चाहिँ होइन। खम्बाले देख्दैन सिन्दुर चाहिँ नछुटाइकन एकैचोटि लानुपर्ने अरे। हाम्रो दिदी पनि फाइनली सिउँदो भरियो। बिहेको दिन ओरेन्ज कलर लाग्छ। मलाई भाउजूले बोलाउनु भयो अरे किन? सिन्दुर छोप्न लगाएको। घुम्न लागेको साथीहरू
बेलै ढिला भयो भने बेलै ढिला भएर म चाहिँ अहिले रेडी लुगा फेरिसकेँ मैले हेर्नु यहाँ जन्तीहरू नाच्नु भएको हेर्नु साथीहरू बिहेको बाजामा साथीहरू अहिलेसम्म सकेको छैन बे हुँदैछ यहाँ नाचगान हुँदैछ अरू चाहिँ माथि हुनुहुन्छ होला सायद यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम चलिरहेको छ हेलो कृष्णा हेलो के खाएको यो खोइ के खाएको ए बिस्किट खाइरहेको रहेछ मेरो क्यामेरा क्वालिटी चाहिँ राम्रो छैन आइफोन होइन त्यही भएर राम्रो आउँदैन साथीहरू उ गरेर हामी अनि बेसक्यो अनि हामी पनि आइपुग्यौँ हामी चाहिँ त्यत्रो बाटो हिँड्दै आएको हो साथीहरू हेर्नु न होइन साथीहरू हाम्रो बहिनीलाई के अरे ऊ ल्याएको थियो क्या के अरे स्कुलको ड्रेस ल्याएको थियो क्या बिर्सेको म त बिर्सिन्छ अनि स्कुलको ड्रेस ल्याएको थियो होइन प्यान्टको कपडा यस्तो हो क्या साथीहरू अनि हेर्नु नि यो मिल्छ कहाँबाट मिल्छ भन्नु त साथीहरू यो चाहिँ अर्कै जस्तो छ यो अनि फ्रक पनि यस्तो लामो छ कि मलाई नै लामो हुने जति छ क्या म देखाउँछु साथीहरू पाउनु है यहाँ हेर्नु त यस्तो लामो छ कि पक्नु मैले अघि भर्खर लाएर पनि हेरेको साथीहरू मैले यति फ्रक यति लाउँछु हेर्नु न कमर्सियल उसलाई चाहिँ यहाँ लगायो भने यस्तो यतिको पुग्छ यतिको साडी लगाएको भन्दा नि अझ लाग्दो देखिन्छ साथीहरू अनि हामी चाहिँ आइसक्यौँ अब भात पकाउन यस्तै हो अल्छी लाग्ने अब अँधेरोमा आएपछि के गर्नु हामी 4 जना हो लगाएँ भिडियोमै देख्छ अब चौकी पकाएर खान लाग्छ साथीहरू हामी चाहिँ भोलि बिहान चाहिँ अलिक ढिला हुन्छ किनकि खान्छ सबै बनाएर किनकि यस्तो मलाई यस्तो गाह्रो लाग्छ त्यही हो साथीहरू म चाहिँ अब यहाँ पकाउन थाल्छु मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्दा नभुल्नु होला लभ यु गाइस